साथीहरु यो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा हामी कुरा गर्ने छौं त्रिभुवन युनिभर्सिटीबाट मास्टर डिग्रीको लागि चाहिँ एडमिसन चाहिँ खुलाइसकेको छ त्यसको बारेमा है। यसको यहाँ पहिलोदेखि हेर्नुहोस्, स्नातकोत्तर तह व्यवस्थापन संकायतर्फ चाहिँ सेमेस्टर प्रणालीमा एमबीएस, एमपीए, एमबीएम र एमबीए लगायतका अन्य व्यवस्थापन संकायतर्फको लागि चाहिँ नयाँ भर्ना चाहिँ खुलाएको छ। त्यो चाहिँ 2082 तर्फको लागि अनि नियमित प्रवेश परीक्षाको फारम भर्ने बारे यो सूचना रहेको छ र फारम भर्ने अवधि चाहिँ 2082 साल कार्तिक 25 गतेदेखि पुस 9 गतेसम्म रहेको छ। त्यसैगरी प्रवेश परीक्षाको मिति भन्नु पर्दाखेरि 2082 पुस 12 गतेदेखि बिहान 8 बजे भनी परीक्षा केन्द्र पछि चाहिँ प्रकाशित गरिन्छ र त्यसैगरी कक्षा सञ्चालन चाहिँ 2082 माघको पहिलो हप्तादेखि हुन्छ। त्यसैगरी अनलाइन फारम भर्नका लागि यहाँ दिएको छ वेबसाइट www.tudoms.org मा गएर अनलाइन तपाईहरुले एप्लिकेसन चाहिँ दिन सक्नुहुन्छ। त्यसैगरी थप अन्य जानकारीका लागि तल उल्लेखित सूचनाहरू हेर्नु होला है। त्यसरी भनिएको छ। हो यहाँ हेर्न सक्नुहुन्छ। यो भइहाल्यो तपाईको, मैले माथि पनि भनि नै दिए तपाईको आवेदन फारम बुझाउने मिति हैन, कहिलेसम्म छ परीक्षाको मिति पनि भनि नै दिए। त्यसैगरी प्रवेश परीक्षाको समय चाहिँ बिहान 8 बजे हुन्छ र कक्षा सञ्चालन चाहिँ माघको पहिलो हप्ता, यो पनि मैले भनि नै दिएको थिए। अब प्रवेश परीक्षामा भर्बल एबिलिटी जस्तै कहाँबाट तपाईको क्वेशनहरु आउँछ है। भर्बल एबिलिटी भइहाल्यो, क्वेशन नरेटिभ एबिलिटी, बिजनेस एन्ड इकोनोमिक्स, जनरल अवेयरनेस विधाबाट चाहिँ 25/25 मल्टिपल चोइस क्वेशनहरु सोधिन्छ। त्यसैगरी आवेदन फारम यस संकायको वेबसाइटमा राखिएको छ, त्योबाट तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यसैगरी विद्यार्थी आफूले भर्न हुन चाहेको क्याम्पस कलेज अन्तर्गत कार्यक्रम फारम बुझाउँदा अनलाइन भुक्तानी प्रणाली कनेक्ट आइपीएसबाट डिन कार्यालय खाता नम्बर यतिमा रु 15,000 दस्तुर बुझाउनु पर्ने हुन्छ र प्रवेश परीक्षा केन्द्र सम्बन्धी सूचना यस संकायको वेबसाइटमा गएर तपाईहरुले पछि चाहिँ हेर्न सक्नुहुन्छ है। र यस्तै युजफुल भिडियोको लागि यदि हामीलाई सब्स्क्राइब गर्नु भएको छैन भने हामीलाई सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद।